हाम्रो 3 करोड नेपालीको जनसङ्ख्यामा 40 लाख त मुस्लिमहरू मात्रै छन् भन्ने कुरा आइरहेछ नि सामाजिक सञ्जालमा। यो के हो? यो अलिकता मैले तपाईँकै युट्युबमा तपाईँकै यो टिभीमा आएर मैले बढी होइन 6 महिना अगाडि मैले के भनेको थिएँ, आज त्यो कुरा त पुष्टि भयो नि। तपाईँले 5 लाख भन्नुभएको थियो, मैले भने 5 लाख मात्रै हो र? अध्ययन गर्नुहोस्। आज मुस्लिम समुदायका नेताहरूकै अभियन्ताहरूकै मुखबाट आज त हामीले सुन्यौं नि 40 लाख छन्। अब नेपाल सरकारको डाटा अनुसार 16,94,000 लमसम 8-10% कम 7%। तर उहाँहरूको डाटा हेर्दाखेरि त झन्डै 30% छन् उनीहरू। अब बाँकी जुन 27 लाख भनौं या 28 लाख 26 लाख मुस्लिमहरू कहाँ छन्? बाँकी मुस्लिमहरू कहाँ छन्? यो नेपाल सरकारले तुरुन्तै म सम्माननीय प्रधानमन्त्रीजीलाई र गृहमन्त्रीजीलाई तपाईहरूलाई कसैले पनि कर कापमा राख्नु भएको छ भने तपाईहरू जान्नुहोस्। यदि तपाईहरू कसैको कर कापमा हुनुहुन्न भने निष्पक्ष छानबिन गर्नुहोस्। मदरसामा, मस्जिदमा, ईदगाहमा, यो 3 ठाउँमा छापा हान्नुहोस् तपाईहरू राम्रोसँग। र कतिजना कुन देशबाट छन्, कतिजना कहाँबाट आए र कतिजना कुन उद्देश्यले नेपालमा आएका छन्। होइन भने यो मधेसको मात्रै कुरा होइन, यो हिमालको मात्रै कुरा होइन, यो पहाडको मात्रै कुरा होइन, समग्र नेपाललाई आजको ठीक 15 देखि 20 वर्षमा इस्लामहरूले यो देशलाई कब्जा गर्छन्। 1 गर्छन्, 2 गर्छन्, 3 गर्छन्। तपाई लेखेर राख्नुहोस्। अमेरिकामा त वहाँ इस्लामहरूको न्युयोर्क सिटी नै जित्यो। जिते पश्चात रोडमा नै उहाँहरूले के गर्नुभयो त नमाज पढ्नुभयो। वर्ल्डको सबैभन्दा पावरफुल देश अमेरिका र त्यहाँको राजधानी वाशिंगटन न्युयोर्क। ल हेर्नुस् त। होइन, अनि यो प्रधानमन्त्रीको पनि अभिव्यक्तिलाई फेरि उ गरिरहेछ नि त, विवादित बनाइरहेछ नि। प्रधानमन्त्रीजीको अभिव्यक्ति सबैलाई सबै धर्मको बारेमा थियो। महिलाहरूको विशेष गरी महिलाहरूमा उहाँले जोड दिनुभएको थियो र बोल्दा बोल्दै उहाँले चाहिँ विश्वमा उहाँले कुनै देश ठाउँ वर्ग तोकेर भनेको होइन, विश्वमा चाहिँ महिलाहरूमाथि चाहिँ अलिकता बढी नै शोषण हुन्छ भन्ने मात्र उहाँको मनसाय थियो। कुनै एउटा धर्मलाई घोच पेच गरेको होइन। त्यसो भए त साउदीको मान्छेहरूले किन विरोध गरेन? किनभने यो के भन्छ दुबई कतारमा किन हाम्रो दाजुभाइहरूमाथि उहाँहरूले हस्तक्षेप गर्नु भएन? किन देश निकाला गर्नु भएन कि तेरो देशको प्रधानमन्त्रीले यस्तो भन्यो? म आज हामी अचम्मित छौं। के अचम्मित छौं भने हाम्रै देशका मुस्लिमहरूको यति टाउको दुखाइ चाहिँ किन? ल ठीक छ, बिपिन जोशी मर्दाखेरि या बिपिन जोशीलाई बन्धक बनाउँदाखेरि यी इस्लामिक या भनौं न मुस्लिम अभियन्ता मुस्लिम नेताहरू कहाँ थिए? फुलमामामा त्यत्रो धर्म सोधेर नै गोली ठोक्दाखेरि यी अभियन्ताहरू कहाँ थिए? ठीक इराकमा 14 जना नेपालीलाई कन्सर्टमा गोली ठोके, छातीमा पछाडिबाट गोली ठोक्दाखेरि यी अभियन्ताहरू कहाँ थिए? कुन चाहिँ दुलोमा पसेका थिए? आज सम्माननीय प्रधानमन्त्री नेपालको इतिहासमा एउटा महिला प्रधानमन्त्री बन्नु भएको छ। महिलाको अधिकार खतरा, महिलाको विकास खतरा, हक र अधिकार खतरा उहाँले कुरा गर्दै गर्दै खरा उहाँले थोरै अलिकता मुस्लिम समुदायमा पनि या इस्लामिक धर्म चाहिँ यस्तो हुन्छ है मात्रै उहाँले भनेको हो। अनि त्यसको लागि यत्रो च्यालेन्ज दिने 40 लाख मुस्लिमहरू छौं हामी, कहाँ भने हामी रोडमा निक्ले पनि के गर्दिन्छौं? उहाँहरूको यो बोली होइन, उहाँहरूको साँच्चीकै मनसा नै हो। उहाँले धम्की दिएको हो।
यसरी हामीले बुझ्नुपर्छ। भनेपछि नेपालमा पनि अब धार्मिक युद्ध सुरु हुन सक्छ। भइसक्यो। आजै वीरगञ्जमा ठुलो र्याली निकल्दैछ, हाम्रै दाजुभाइहरू सबै छन् त्यहाँनिर। हामी पनि आमन्त्रित थियौँ, तर केही कारणवश हामी जान सकेनौँ। अब हरेक ठाउँमा निस्किन्छ जुलुस। वीरगञ्ज चाहिँ स्वतः तनावग्रस्त भइरहनु भयो है। अब किनभने मध्य प्रदेशको त्यो हिन्दूहरूको राजधानी नै मानौँ,